गाइज वेलकम टु माई न्यू भ्लग। आज म बिरे साउजीसँग छु। आज हामी चाहिँ रुगा साग खोज्न जाँदैछौँ। ल है आज हामी यात्रा ल बिस्तारै 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 कुरो ल साथीहरु ल हामी रुगा साग खोज्ने तयारीमा ल है। आज ट्र्याक्टर रिजर्भ गरेर आछौँ। ल हाम्रो सिला म्याडम ओइच ल झर्यो अब सनक बहादुर हो गुड। हेलो हाम्रो सञ्जीव भाइ ल ओ सञ्जीव भाइ ल हेलो हेलो ल ल गाडी चाहिँ वीर बिसी भन्ने मान्छे हुनुहुन्छ। ल हेर्नुहोस् बाटो यस्तो छ। ल ओहो यात्रा चाहिँ ल हाम्रो आज रुगा साग टिप्न गएको रुगै जस्तो होला जस्तो छ। ओहो यस्तो जङ्गल हुँदो रहेछ। ल साथीहरू ल है ओहो रमाइलो छ। ल साग हन्टिङ है। ल है एकदम हिमाली जिल्लाको एकदम राम्रो फुल। ल हिलो छ जतासुकै। के फुल हो ए यो के हो भन न भन न। ए पाँच औले ल साथीहरू यो 5 औले है। ल 5 औले हो साथी हो। यो नेपालमा प्रतिबन्धित छ अनि हामीले चाहिँ यो जस्ट भिडियो मात्रै खिचेको छौँ। 5 औले है साथीहरू। ल यी नेपालमा प्रतिबन्धित छ यो जडीबुटी। ल यस्तो ठाउँ पुग्यो साथीहरू आज जहाँ पनि हाम्रो लेडिज फर्स्ट। ल है कहाँ छिर्यो बे खुट्टा त। ल है साथीहरू यस्तै हो यो। ल कता हो यो हट न यो खेराङ्लो मैले सेतो चिनी खेराङ्लो। ल निगालोको गुच्छा ल निगालो घारी ओहो हो कति हो निगालो ओहो आहा सिला म्याडम कति राम्रो छ यहाँ टिप्नुस् है। ल साथीहरू डोल्पा बस्ने बेलाको चिनो यही हो। ल यता पनि छ है निगालाको टुसा। डोल्पा बस्ने बेलासम्मको यो सम्झना हो यो साथीहरू। जहाँ खुट्टा त्यही टुसा। ल अब सायद सूचना अनुसार चाहिँ अब पुगिन्छ होला। पुग्न लाग्छ है त। ल भेटिसक्यो यहाँ पनि भेटियो यो। ल साथीहरू यो ल यो रुगा साग त्यो ऊ होइन के अरे यो लिग्रो ल त्यो हिमाली भेगको
न्युरो साथीहरू ल हेर्नु त यति राम्रो छ कि आहा न ल हिमाली भेकको न्युरो ल है न्युरो भेट्यो साग पनि भेटिन लायो ओहो हट ल ल ल ल ल ल साग भेट्यो अरे ल बिरे साउ हुन्छ हुन्छ केही छैन पात मात्रै डाङ्ला त खान्छन् र ल टुसा पनि भेट्यो साथीहरू ल यो चाहिँ एकदम यति ठुलो छ बाँसको तामा जस्तो प्राकृतिक सौन्दर्यता नेपालको ल हेर्नुहोस् कस्तो राम्रो अर्ग्यानिक मल होला यो आहा ल हेर्नुहोस् यो खर्सुको पात हो हेर्नुहोस् यस्तो आनन्द ठाउँ छ ल साथीहरू आयो ओहो ल रुगा साग यो हो सर ल खै के अरे सर त्यो न्युरो हेर्नु त यति राम्रो छ आहा ल यस्तो कहीँ पाइन्छ त ल हेर्नुहोस् पछाडि गलिरहेछ ल हेर्नुहोस् हेर्नु त यस्तो साग खान्छ या डोलपालीहरू या यो सागको नाम चाहिँ के हो रुगा साग रुगा साग यो खाएपछि रुगा लाग्छ हो रुगा लाएर नागवा सिगान भएर फेरि आइसक्यो रुगा त यसरी यहाँ तल यस्तो तेर्सो बनाउने धेरै अत्यन्त हो भनिदियो ल बिटा बानेर लैजाउँला कि अहिले सबैले यति बिटा ल ल जाउँ जाउँ हजुर छोडिदिनु त ल है ये हो रुगा साग ल यो रुगा साग ओहो ल रुगा साग अब हामी प्याक गर्दै साग नभन्नु यार साग भन्दैन मान्छेले घाँस हुन्छ घाँस साग नभन्नु होइन रुखको साग रुगा भनेको रुगा के हो रुगा होइन हुन्छ नि किन्ने हो क्या ल है हेर्नु यार्सा पनि आएछ हेर्नु उ गर्नु पर्यो क्या ए गुरु आउनु यता होइन होइन त्यति आउँछौँ हामी नआउने त हुन्छ क्या उहाँले नि एक अङ्गाल गराउनु भएको त्यहाँ बसी बसी मैले एउटा फेरि पाएँ यसरी नै यासमा भेट्नुपर्ने होइन बिनेको बासै हुन्छ है ल यो साइडबाट के यो साइडबाट ट्र्याक्टरको पछाडिको ऊ पनि लिएर आउनु साथीहरू यस्तो हुन्छ यो साग अब यहाँ साग चाहिँ यस्तै खालको साग त्यस्तै अहिले फुलिया छैन यो रुख सागकै फुलिया छैन साग भन्छ एउटा फुलेपछि के हुन्छ फुल छ कि अहिले फुलिया छैन यत्रो अग्लो हुँदो रहेछ यहाँ के को छ यसको भालु त टन्ना आउँछ होला यत्रो बाक्लो छ यो बिरे त्यो माथिको लेख माथि र यासा पाउँछ कि नै ल सेल्फी उहाँले त एक अङ्गाली लिएर आउनुभयो उताबाट भरियो क्या अब जाउँ भरिहाल्यो साथीको उहाँले ल्याएको त झन् अड्दै अड्दैन मेरो यसले बान्नु पर्ला जस्तो छ हराउनु भएको अवस्था गुरु हराउनु भएको अवस्था हामी यतै छौँ ओहो न ल देख्नुभयो साथीहरू रुगा साग भन्छन् मान्छेले कति दुःख हुन्छ देख्नुभयो यहाँ
राख्ने हुन्छ के हुन्छ बिगाला छिस्का दिनु पर्छ यस्तो लाउँदै बिजे बराबर बान्ने होला त्यो यो हो ल हेर्नुहोस् रुगा साग हाम्रो सिलाइमेन्टमा कति धेरै टिप्नु भएको छ ल यहाँ छ यस्तो छ ओहो ल माथि थाकेर बस्यो है हामी हो यार्सा पाटन माथिको ल छेक पनि खान्छ चार्ज गर्न लागिसक्यो ल है ओइ अघि नै गराउनु पर्छ त भाइ मैले भयो भयो ओ उडे 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 ल केटाहरू अरू साग के जाऊ म त बोरा लाग्यो हेर्ने साग हेर्ने यति राम्रो छ त म्याडम जानु त्यहाँ ऊ अन्त जानुहोस् त्यहाँ एउटा मात्रै टिप्नुहोस् न हो ल ल ल ल ल हाइजम ओ ल बिरे ल हामी गाइजहरू हामी के ए सञ्जीव भाइ टुसा लगेर जाउँ कि हेर्नु यस्तो राम्रो राम्रो छ टुसा यता यस्तो राम्रो हो सर ल है शिला म्याडमले यहाँ चाहिँ हो कस्तो राम्रो राम्रो छ साग ल अघि नै उ गरेको थियो ल साथीहरू हिमाली भेगमा पाइने रुगा साग भन्ने यो चाहिँ एकदम खानको लागि स्वस्थकर मानिन्छ अनि यो खायो भने चाहिँ सामान्य रुगा खोकी अनि ज्वरो सोरो सबै हटाउँछ विशेष गरी हाम्रो रमेशको लागि रमेशलाई धेरै मिस गरिरहेछौँ रमेश अनि रमेशले यो ठाउँमा यो सागलाई चाहिँ एकदम मिस गरिरहेछ मिस यु रमेश ल यहाँ अनौठो खालको फुलपत्ता लायो रे त्यो होइन त्यो ल यो के बिखै हो रे कि अमृत हो रे ल भाइहरूले देखेको ल यो पत्ता लगाएको भाइ सञ्जीव भाइ है हो हामी पत्ता लगाएको होइन ल आज हामी बिदाको समयलाई यसो सदुपयोग गर्दै ल यो ठाउँमा यसो न इन्जोय गर्न सकेन भने चाहिँ गाह्रै छ है तर एकदम रमाइलो ठाउँ छ एकदम रमाइलोसँग हामीले चाहिँ दिनचर्याहरू बिताइरहेका छौँ यस्तो ठाउँमा फेरि पनि आइएला नआइएला यस्तो साथ जमघट होला नहोला तर हुने बेलासम्म चाहिँ हामी यतिकै रमाइलो गरिरहेका छौँ ल हो ओहो ल ल ल ल ल ल ल ल ल सिला म्याडम ल हिँड्नु त यो चाहिँ प्रकाश सरलाई साह्रो फ्लेक्जिबल लागेछ त्यही भएर उहाँ आसन ग्रहण चाहिँ कसैले नभनिकनै गर्नु भएको यो खासमा अब मलाई कति गाह्रो छ भनेदेखि यहाँ हेर्नुहोस् एउटा हातमा मोबाइल छ अर्को हातमा साग छ झोला छ म के गरी समरा जाने भन्ने कुरोमा यहाँ अन्यल छु म बेला लगाएन छ साथीहरू सागै घोप्टियो हाम्रो त ल सागै घोप्टियो साथीहरू ल हो न अलि राम्रोसँगै धेरै दुःख गरेको छ साग साथीहरू साग खोज्न जाने बेला बाटो पत्ता नलागेपछि यस्तो छ हालत
अब ए ल है ल साथीहरू है हामी साग टिपेर फर्किँदै साथीहरू ल हामी आज गाडी नै रिजर्भ गरेर गएको छौँ स्कर्पियो ल है स्कर्पियो के त अगाडि धुवा फाल्ने हुन्छ है यस्तो होइन ल है ल गुरुले यस्तरी स्टियरिङ हानिराख्नु भएको छ यो होइन आउँदैछ ल है दोस्रो चरणको सनकको कुरोको आँखा झुक्काइ ल साथीहरू आजको हाम्रो यात्रा यो माथि छ विशेष गरी हाम्रो गुरु सनक बहादुरलाई एकदम धन्यवाद छ ल है यस्तो ल गजब हुँदो रहेछ है ल डोल्पाको अनुभव ल यस्तरी रुगा साग लिएर साग हो कि घाँस हो भन्छन् केटाहरूले यो सागै हो है साथीहरू ल फाइनल्ली गाइस अब घरमा पुग्यो साग लिएर आइपुग्यो ल अरू थप साग चाहिँ यहाँ ट्र्याक्टरको यहाँ माथि चाहिँ ल देख्नुभयो गरुङ्गो छ ओइ त्यहाँबाट फङ्गाल न तिमी पनि यहाँ ओइ ए अहिले झराम हो सर ए रुगा साग चाहिँ यसरी खाइन्छ है साथीहरू ओहो ल उहाँको चाहिँ अब ज्वरो रुगा सुगा सब चैत हुन्छ होइन दाजु ओ दाजु के रुगा साग चाहिँ के अरे सन्चो हुन्छ त सिस्नो जस्तो देखिन्छ